साथीहरू एकैछिन यो भिडियो हेर्नुहोस् ल। रावणको अन्त्य गर्न रामको जन्म भयो र कंसको अन्त्य गर्न कृष्णको जन्म भयो र यो फोहोरी राजनीतिको अन्त गर्न हाम्रो हर्क साम्पाङज्यूको जन्म भयो भन्छु म। उहाँ भगवानको रूप हाम्रो लागि भन्न वाह, सल्युट छ यार दिदीलाई, यति मिठो शब्द होइन दिदीको मुखारबिन्दबाट सुन्नु पाइयो र एकदम सही कुरा गर्नुभयो जस्तो लाग्छ होइन। प्रधानमन्त्री त अब भोलिको दिनमा होला नहोला समयले बताउला, तर भ्रष्टाचारीहरू होइन, चोरफाटाहरू, डाकाहरू यिनीहरूको चाहिँ जहिले पनि विरोधमा उत्रिन्छ हर्क साम्पाङ भन्ने लाग्छ। र त्यो चोरफाटा, डाका होइन, भ्रष्टाचारी जति पनि छ नि तिनीहरू चाहिँ भ्रष्टाचार गर्नुभन्दा अगाडि चाहिँ हर्क साम्पाङको नाम एकचोटि दिमागमा तिनीहरूको पक्कै घुम्छ होला होइन। किनभने हर्क साम्पाङ मात्रै हो यस्तो एउटा भ्रष्टाचारी अथवा चोर डाका फटाहरूलाई चाहिँ होइन तह लाउने भन्ने खालको, तह भन्दा पनि जे होस् चोरलाई चोर होइन भन्ने खालको व्यक्ति। त्यस कारणले पनि तिनीहरूले भ्रष्टाचार गर्नुभन्दा पहिले चाहिँ एकचोटि पक्कै तिनीहरूको दिमागमा हर्क साम्पाङको होइन नाम चाहिँ आउँछ होला जस्तो लाग्छ मलाई। किनभने होइन यसले थाहा पायो भने त छोड्दैन भन्ने खालको चाहिँ पक्कै तिनीहरूको दिमागमा पस्छ होला एकचोटि भ्रष्टाचार गर्नुभन्दा अगाडि भन्ने लाग्छ मलाई। तपाईँहरूलाई के लाग्छ कमेन्ट गर्नु है त साथीहरू।